nepalnews.com. News from Nepal as it happens. आज मिति 2069 साल मंसिर 23 गते शनिबार मार्ग कृष्ण दशमी तिथि तदनुसार डिसेम्बर 8 तारिक काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको मुख्य समाचार सार संक्षेपमा स्वागत छ। आज प्रकाशित दैनिक पत्रिकाहरूले फेरि म्याद थप्न नपरोस्, प्रधानमन्त्री बन्न अनुचित सम्झौता गर्दिन, प्रहरी बढुवामा प्रजियालाई पनि अधिकार शीर्षकका समाचारका साथै अन्य शीर्षकका समाचारहरू आजका दैनिक पत्रिकाहरूले प्रकाशित गरेका छन्। 6 दिन म्याद थप्दै राष्ट्रपतिले भने फेरि म्याद थप्न नपरोस् शीर्षकको समाचारमा नेपाल समाचार पत्र दैनिक लेख्छ, सहमतिको सरकारको लागि दोस्रो पटक थपिएको समय सीमाभित्र पनि सहमति गर्न नसकेका प्रमुख राजनैतिक दलहरूकै आग्रहमा राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिको सरकारका लागि तेस्रो पटक म्याद थप गर्नु भएको छ। राष्ट्रपतिले यस पटक दलहरूलाई सहमतिका लागि 6 दिनको समय थप गर्नु भएको छ। एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले प्रधानमन्त्रीका लागि सहमति गर्न नसकेपछि म्याद थपका लागि आग्रह गर्ने निर्णय गरेको थियो। सो निर्णय लिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान राष्ट्रपति कार्यालय जानु भएको थियो। राष्ट्रपति समक्ष दाहालले आगामी वैशाखमा निर्वाचन गर्ने गरी कानूनी प्रक्रिया मिलाउने विषय तथा संविधानका अन्तर्वस्तुमा सामान्य सहमति गर्ने र सरकारका विषयमा पनि प्याकेजमा नै सहमति गर्ने प्रयास भइरहेकोले पुनः म्याद थप गर्न राष्ट्रपति समक्ष आग्रह गर्नु भएको थियो। राष्ट्रपति डाक्टर यादवले अहिलेसम्म के प्रगति भयो र के गर्न बाँकी छ भनी प्रश्न गर्नु भएको थियो। अब थप भएको समयमा पनि सहमति हुन्छ भन्ने के ग्यारेन्टी छ त? राष्ट्रपतिको प्रश्नमा प्रचण्डको भनाइ थियो, सहमति नगरी हुँदैन, त्यसैले सहमति गर्न अधिकतम प्रयत्न गर्नेछौं। सकेसम्म फेरि समय थप गर्न आउन नपर्ने गरी घनीभूत तयारी गर्छौं र सहमति गरेरै छाड्छौं भनी नेपाल समाचार पत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाले केही दिनमै सहमति हुन्छ प्रधानमन्त्री शीर्षकको समाचारलाई पनि प्रमुख समाचार बनाई प्रकाशित गरेको छ, जसमा लेखेको छ, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले केही दिनभित्रमा राजनैतिक सहमति हुने बताउनु भएको छ। कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको शुक्रबार उद्घाटन गर्दा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले दलहरूबीच प्याकेजमा सहमति गरेर संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभयो। आफूले पद छाड्ने वा नछाड्ने बारेमा प्रधानमन्त्री भट्टराईले केही बताउन चाहनु भएन, तर उहाँले वैशाख मसान्तभित्र निर्वाचन गर्नुको विकल्प पनि नभएको बताउनु भयो भनी नेपाल समाचार पत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाले सुनसान भयो निर्मल निवास शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ। राष्ट्रपति सामु अर्को विकल्प छैन संविधानविद शीर्षकको समाचारमा अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, संविधानविदले सहमति नजुर्दासम्म अन्तरिम संविधान 2063 को धारा 38(1) अनुसार राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार गठनका लागि दलहरूलाई आह्वान गरिरहनु बाहेक अर्को संवैधानिक विकल्प नभएको बताएका छन्। संविधानको धारा 38(1) अनुसार सहमतिको सरकार बनेन भने धारा 38(2) अनुसार संसदबाट बहुमतका आधारमा बन्ने स्थिति अहिले छैन। संविधानविद पूर्णमान साक्यले शुक्रबार अन्नपूर्ण पोस्टसँग भने राष्ट्रपतिले समय थप्नु बाहेक अर्को विकल्प छैन। उनले अर्को सहमतिको सरकार नबन्दासम्म संविधानत डाक्टर बाबुराम भट्टराई नेतृत्वकै सरकार नै रहिरहने पनि बताए भनी अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा सरकार र संसदबीच जग्गा विवाद, तेस्रो पटक थपियो 6 दिन, अब चाहिँ निर्णायक हुनुपर्छ, राष्ट्रपति 4 बुँदे समर्थन गरे मात्र कोइराला महतो, शर्त स्वीकारेर सत्तामा जाँदैनौ कोइराला र सदरमुकामका गर्भवती सुत्केरी गराउन गाउँ जान्छन् शीर्षकका समाचारहरू अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। प्रधानमन्त्री बन्न अनुचित सम्झौता गर्दिन शीर्षकको समाचारमा गोरखापत्र दैनिक लेख्छ, नेपाली कांग्रेसले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको उम्मेद्वार तयार गरिसकेपछि माओवादीले नयाँ शर्त अघि सारेको भन्दै कड़ा आपत्ति जनाएको छ।
वार्ताको क्रममा प्रधानमन्त्रीको उम्मेद्वार तय गर्न प्रस्ताव गर्ने तर पछि नयाँ शर्त अघि सारेर माओवादीले अधिनायकत्व स्थापित गर्न खोजेको आरोप कांग्रेसका शीर्ष नेताहरूले लगाएका छन्। नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको 87औं जन्म जयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउबा र उपसभापति रामचन्द्र पौडेलले पार्टी एक ढिक्का भएको उल्लेख गर्दै माओवादीको पछिल्लो रवैयाको कड़ा आलोचना गर्नुभयो। कार्यक्रममा सभापति कोइरालाले मुलुक, जनता र प्रजातन्त्रका पक्षमा खेलवाड़ नगर्न माओवादीलाई आग्रह गर्नुभयो। जनमत विपरीत माओवादी अगाडि बढे पार्टी नै सखाप हुन सक्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो भने गोरखापत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा आन्दोलनका कार्यक्रम स्थगित, दैनिक 10 घण्टा लोड शेडिङ, नयाँ शर्त राखेका छैनौं र प्रमुख दलको आग्रहमा पुनः 6 दिन म्याद थप शीर्षकका समाचारहरू गोरखापत्र दैनिकले छापेको छ। बाबुरामको घरमा बाबुराम शीर्षकको समाचारमा कान्तिपुर दैनिक लेख्छ, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मुक्त कमैया बाबुराम चौधरीको घरमा शुक्रबार साँझ बास बस्न आएका छन्। जनताको घरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत उनी कैलालीको टिकापुर स्थित शक्तिनगरमा रहेका मुक्त कमैया चौधरीको घरमा आएका हुन्। धनगढ़ीमा शुक्रबारबाट शुरू सुदूरपश्चिम महोत्सवको उद्घाटनपछि प्रधानमन्त्री भट्टराई टिकापुरमा रहेको मुक्त कमैयाको शक्तिनगर शिविर आएका हुन्। प्रधानमन्त्री आफ्नो बस्तीमा बास बस्न आएपछि खुशीले रमाएका मुक्त कमैयाहरूले थारू परम्परा अनुसार फूलमालाले स्वागत गरे। रातिको खानामा थारू परिकार ढिकरी, बंगुरको मासु, मुसाको मासु, धोदी खान दिने चौधरीले बताए। प्रधानमन्त्री हाम्रो गाउँ बस्तीमा आएका छन्। उनले भने, हाम्रा समस्या आफैले हेर्नेछन् र समाधान गरिदिनेछन् भन्ने आशा जागेको छ भनी कान्तिपुर दैनिकले लेखेको छ। प्रहरी बडुवामा प्रजियालाई पनि अधिकार शीर्षकको समाचारमा नागरिक दैनिक लेख्छ, गृह मन्त्रालयले प्रहरीको बडुवामा प्रमुख जिल्ला अधिकारीलाई समेत अधिकार दिएको छ। प्रहरीको सरुवा बडुवाको कार्य सम्पादन मूल्याङ्कन संगठन भित्रैबाट हुँदै आएको थियो। प्रजिया जिल्लाको सुरक्षा प्रमुख भए पनि प्रहरी संगठनका सदस्यको कार्य मूल्याङ्कनमा उनको कुनै अधिकार हुँदैन थियो। नयाँ सिद्धान्त कार्यान्वयनमा आएपछि प्रजियाले पनि कार्य मूल्याङ्कनको अधिकार पाएका छन्। सरुवा बडुवा पारदर्शी बनाउन गृहले लागू गरेको सरुवा बडुवा सामान्य सिद्धान्त 2069 ले कार्य सम्पादनको मूल्याङ्कनमा प्रमुख जिल्ला अधिकारीलाई भित्र्याउँदै 10 नम्बर दिन पाउने अधिकार सुम्पेको छ भने नागरिक दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा नारायण गोपालले गाएथे चुनावी गीत र नयाँ प्रधानमन्त्री अनिश्चित शीर्षकका समाचारहरू नागरिक दैनिकले छापेको छ। माओवादी अधिवेशन 20 माघबाट हेटौडामा शीर्षकको समाचारमा नयाँ पत्रिका दैनिक लेख्छ, एकीकृत नेकपा माओवादीले पार्टीको 7औं महाधिवेशन 20 देखि 25 माघसम्म हेटौडामा गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पूर्ववत निर्णय परिवर्तन गर्दै महाधिवेशनको मिति र स्थान तोकेको हो। माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले केन्द्रीय कार्यालयको विस्तारित बैठकले महाधिवेशनको स्थान र मिति तय गरेको जानकारी दिए। महाधिवेशनले पार्टीको वैचारिक लाइन स्पष्ट पार्ने र संगठनात्मक एकता कायम गर्ने उनले बताए। उनका अनुसार आइतबार बस्ने केन्द्रीय कार्यालयको विस्तारित बैठकले महाधिवेशनका लागि आवश्यक उपसमितिहरू गठन गर्ने तथा अन्य तयारीको काम थाल्नेछ भनी नयाँ पत्रिका दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाले जग्गा माग्दै 4 लाख निवेदन शीर्षकको समाचारलाई पनि प्रमुख समाचार बनाई प्रकाशित गरेको छ। काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको मुख्य समाचार सारसंक्षेप यति नै। nepalnews.com. News from Nepal as it happens.